नयाँ सरकार छ, युवाको सरकार छ, पेलेर लाने गरेर देखाउने खाले सरकार आछ, नडराउने सरकार आछ, त्यो भन्न मिल्छ नि मैले होइन? हजुरलाई पनि अनुभूति भएको छ होला नि? मजाले मिल्छ। त्यस भए यो नडराउने, पेलेर लाने, काम गरेर देखाउने सरकारलाई कुनै कानुनहरू होइन अहिले फेर्न सकियो भने, अहिले त्यसलाई फेर्नै नभन्नु, त्यसलाई मिलाउन सकियो भने होइन, हजुरको सजेसन, हजुरको सल्लाह सुझाव के हुन्छ? मैले सुरुमै सोधेँ हजुरलाई, ल स्पेसली हजुरको इन्डस्ट्रीमा। यस्तो छ, अब अत्यन्तै निजी क्षेत्र उत्साहित पनि भएको छ। स्थायी सरकार कहिले नपाएर चाहिँ परेशान भएको अवस्थामा मुलुकले एउटा स्थायी सरकार प्राप्त गरेका छ र यसबाट धेरै आशावादी पनि छ सिङ्गो निजी क्षेत्र। मेरो मात्रै कुरो नभन्नु पर्दा मेरै भन्नु पर्ला नि। त मलाई के लाग्छ भने अब काम गर्ने बेला भने चाहिँ यही नै हो। नयाँ सरकारले मलाई लाग्छ कुनै पनि क्षेत्रलाई सरकारसँग पैसा चाहिन्छ या पुँजीको जो हुन्छ या केही अनुदान दिन्छ भन्ने अपेक्षा छैन। एटलिस्ट म चाहिँ त्यो मान्ने। जम्मा चाहिएको भनेको सुशासन चाहिएको र व्यवसाय मैत्री ऐन कानुन जम्मा यो खोजेको। भ्रष्टाचारको अन्ततः त्यो प्रायोरिटी नम्बर 1 नै भइहाल्यो यो सरकारको पनि चाहिँ व्यवसायीको पनि। तर अर्को नभई नभएको कुरो भने चाहिँ लगानी मैत्री वातावरण बन्न नदिने ऐन कानुन कार्यविधि नियमावली जे छन् तिनको संशोधन पुनर्लेखन खारिजी तत्काल, मतलब राम्रो अध्ययन पछाडि तत्काल गरेर जान सक्यो भने समृद्धि टाढा छैन भन्ने लाग्छ मलाई।